हाम्रो घरमा भएको बिजुलीको सामानहरू कि त ब्याट्रीबाट चल्छ कि त त्यसमा प्लग आएको हुन्छ। प्लग हामीले भित्तामा भएको सकेटमा जोड्छौं जसबाट बिजुली आउँछ र हाम्रो सामान चल्छ। तपाईले धेरै प्रकारका प्लगहरू देख्नु भएको छ होला। विश्वमा 15 प्रकारका प्लगहरू छन्। प्लगहरू भिन्न भिन्न हुने कारण चाहिँ देशभर छुट्टै प्लगहरू हुन्छन् र बिजुलीको मात्रा विभिन्न विद्युतीय उपकरणलाई विभिन्न चाहिने भएको भएर प्लगहरू पनि त्यसमै भर पर्छ र त्यही अनुसारले सकेटहरू पनि त्यसरी नै बनाइएको हुन्छ। हाम्रोतिर प्राय जसो गोलो आकारको प्लग पाइन्छ जुन चाहिँ गोलो नै सकेटमा पनि जान्छ। यो चाहिँ यसरी सकेटमा जान्छ र अनि यसलाई अन गरिन्छ। अर्को पनि त्यो भन्दा अलिकति सानो गोलो नै सकेट र प्लग छ जुन यसरी लाग्छ। हामीले कहिलेकाहीँ यस्तो दुईटा मात्रै भएको प्लग पनि देखिन्छ जुन हामीले दुईटा भएको सकेटमा हाल्न सक्छौं। अहिले चाहिँ हामीले यस्तो खाले सकेट पनि पाउँछौं बजारमा जुनमा चाहिँ हरेक प्रकारको प्लगहरू चाहिँ लाग्छ। उदाहरणका लागि चाहिँ यो दुईटा वाला यसमा हाली हेरौं। हाम्रो बिजुलीको सामानहरू चलाउनको लागि चाहिँ हाम्रो प्लगहरू ठीक खाले सकेटमा हाल्न चाहिँ जरुरी हुन्छ। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सनुहोस् है।